नेपालको आर्थिक अवस्था नेपाल विकासोन्मुख मुलुक हो। संयुक्त राष्ट्रसङ्घले सन् 1971मा नेपाललाई अति कम विकसित राष्ट्रको सूचीमा राखेको थियो। संयुक्त राष्ट्रसङ्घले नेपाललाई सन् 2026सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ। नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2081/82मा नेपालको आर्थिक वृद्धि दर 4.61% रहेको छ। आर्थिक सर्वेक्षण 2079/80 अनुसार आर्थिक वृद्धि 2.16% थियो। 15औं योजनाको आधार वर्ष 2075/76मा आर्थिक वृद्धि दर 6.85% थियो भने अन्तिम वर्ष 2080/81 को लक्ष्य 10.3% थियो। आगामी 25 वर्ष अर्थात् 2100/01सम्म 10.5% वृद्धि दरको लक्ष्य छ। क्षेत्रगत आर्थिक योगदान कृषि क्षेत्रको योगदान आधार वर्ष 2075/76मा 27%, हाल 25.16% छ। उद्योग क्षेत्र 15.2%बाट 12.83%मा छ। सेवा क्षेत्र 57.8%बाट 62.01% पुगेको छ। कुल गार्हस्थ्य उत्पादन जीडीपी र कुल राष्ट्रिय उत्पादन जीएनपी। जीडीपी भनेको देशको सीमाभित्र उत्पादन भएका सामान र सेवाको कुल मूल्य हो। जीएनपी भनेको नेपाली नागरिकले स्वदेश र विदेशमा उत्पादन गरेका सामान र सेवाको कुल मूल्य हो। प्रतिव्यक्ति आय 15औं योजनाको आधार वर्षमा जीएनआई पर क्यापिटा 1047 अमेरिकी डलर थियो। हाल जीएनआई पर क्यापिटा करिब 1430 देखि 1500 अमेरिकी डलर छ। प्रदेशगत आर्थिक अवस्था बागमती प्रदेशको सेवा क्षेत्र योगदान सबैभन्दा उच्च 77.4% छ भने कुल गार्हस्थ्य उत्पादनमा पनि सबैभन्दा ठूलो योगदान 36.9% छ। प्रतिव्यक्ति जीडीपीमा बागमती प्रदेश $2455 सहित अग्रणी छ। नेपालमा गरिबी निरपेक्ष गरिबी 18.7%बाट घट्दै आएको छ। बहुआयामिक गरिबी हाल 20.1% छ। युएन अनुसार दिनमा $2.15 भन्दा कम आम्दानी वा 2220 क्यालोरी खाना नपाउनु गरिबी हो। मानव विकास सूचकाङ्क एचडीआई 2075/76मा 0.579 रहेको एचडीआई हाल 0.622 छ। नेपाल 145औं स्थानमा छ। एचडीआईका आधारहरू स्वास्थ्य, शिक्षा र जीवनस्तर हुन्। सार्वजनिक ऋण 2079 फागुनसम्म कुल सार्वजनिक ऋण 20 खर्ब 80 अर्ब थियो। हाल 2026 अप्रिलसम्म करिब 2.93 ट्रिलियन रुपैयाँ छ, जुन जीडीपीको करिब 48% हो। वैदेशिक रोजगारी आर्थिक सर्वेक्षण अनुसार मुख्य गन्तव्य मलेसिया, कतार, साउदी अरब, यूएई आदि छन्। ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया जाने कामदारको संख्या उल्लेख्य छ। कृषि क्षेत्र कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान 25.16% छ। कृषिमा निर्भर श्रमशक्ति 50.4% छ। प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ हुन्। अलैँचीलाई खोल्साको सुन भनिन्छ। उद्योग क्षेत्र नेपालको ठूलो औद्योगिक क्षेत्र हेटोण्डा हो। पहिलो औद्योगिक क्षेत्र बालाजु हो। जीडीपीमा उद्योगको योगदान 12.83% छ। व्यापार आर्थिक सर्वेक्षण अनुसार आयात निर्यात भन्दा निकै बढी छ, जसले व्यापार घाटा निम्त्याएको छ। मुख्य व्यापार साझेदार भारत हो। पर्यटन जीडीपीमा पर्यटनको योगदान करिब 1.6% छ, तर सम्भावना अत्यधिक छ। शिक्षा जीडीपीमा शिक्षाको योगदान 8.22% छ। साक्षरता दर बढ्दो छ। 64औं साक्षर जिल्ला कपिलवस्तु हो। समग्रमा नेपालको अर्थतन्त्र सेवा क्षेत्रमा निर्भर छ भने कृषि क्षेत्र अझै ठूलो रोजगारदाता हो। विकासका चुनौतीहरूका साथै पर्यटन, जलविद्युत र रेमिटेन्सले सकारात्मक सम्भावना बोकेको छ।